तपाईले जब एडिटेबल फाइललाई चाहिँ फोटोसपमा खोल्नुहुन्छ, त्यसपछाडि यस्तै नै देखिन्छ। डिजाइन फरक हुन सक्छ, तर सबै देखिने यस्तै नै हो। जुन यो राइट साइडमा छ, यसलाई चाहिँ लेयर प्यानल भनिन्छ। यदि तपाईँकोमा चाहिँ लेयर प्यानल देखिएन भने पनि, जस्तै लेयर प्यानल देखिएन, यस्तो केही आयो भने पनि तपाईले किबोर्डबाट चाहिँ F7 हुन्छ नि सबैभन्दा माथि, त्यो F7 थिच्दिनु भयो भने चाहिँ लेयर प्यानल देखिहाल्छ। अब लेयर प्यानल देखिसके पछाडि चाहिँ यहाँनिर हेर्नु त तीर जस्तो आइकन छ हो। तपाईँले यसमा क्लिक गर्नुभयो भने चाहिँ यो ग्रुप चाहिँ एक्सपान्ड भयो। यो पुरै एरियालाई भन्यो लेयर प्यानल। यो सबै यहाँ लेयरहरू छन्। अनि यो जुन यो फोल्डर जस्तो छ यसलाई भन्यो ग्रुप र फोल्डरभित्र जति पनि यो फाइल जस्तो चिजहरू छन् यसलाई भन्यो लेयर। एउटा डिजाइन चाहिँ धेरैवटा लेयर मिलेर बनेको हुन्छ। अब आज म यो भिडियोमा चाहिँ तपाईँलाई चाहिँ इमेज चेन्ज गर्न सिकाउँछु। अब इमेज चेन्ज गर्नलाई चाहिँ सबैभन्दा सुरुमा हामी ग्रुपमा गयौँ, इमेज लेखेको ग्रुपमा गयौँ। त्यसपछाडि तपाईँले मजाले हेर्नुभयो भने यो सानो तीर जस्तो आइकन छ। एकचोटि मजाले हेर्नुहोस् है। हो, सबैभन्दा मेन रोल नै यसको सबैभन्दा ठुलो चिज भनेकै यो प्रोसेसमा चाहिँ यही तीरवाला आइकन हो। अब तपाईँले यहाँ चाहिँ के गर्नुपर्यो भने सबैभन्दा सुरुमा मैले जस्तै माउसलाई यहाँनिर क्लिक गरेर राखिरहेको छु है। अब यही तपाईँकोमा क्लिक भएन भने तपाईँले चाहिँ अटो सेलेक्टमा क्लिक गर्नुपर्यो। आफ्नो किबोर्डबाट भी थिच्नुहोस्। भी थिचे पछाडि तपाईँले यहाँनिर हेर्नु त अटो सेलेक्टमा राइट छ अनि यहाँनिर लेयरमा क्लिक छ। यदि तपाईँको यहाँ ग्रुप छ भने पनि लेयरमा पार्नुपर्यो। यदि यहाँनिर अटो सेलेक्ट छैन भने पनि अटो सेलेक्टमा क्लिक गर्नुपर्यो। अनि जस्तै मैले मेरो माउसलाई यहाँनिर राखेको छु। अब म एउटा कुनै इमेज हेर्छु मेरो भन्ने बित्तिकै फेरि इमेज पनि भेटिँदैन। पख्नु है त। कहाँ भेटिनु र भन्ने बित्तिकै मेरोमा सबै सेभ मात्रै हुन्छ कि इमेज त हुँदै हुँदैन। कुन चाहिँ राखौँ त म? एकछिनको लागि यो बुद्धकै राखौँ है। अब मैले चाहिँ के गरेँ भने यो बुद्धको इमेजलाई चाहिँ ड्र्याग एन्ड ड्रप गरेर चाहिँ ठ्याक्क यहाँ ल्याएर छोडिदिएँ। यो त अर्कै प्रोजेक्टमा खुल्यो। ठिकै छ, यो पनि एउटा राम्रै कुरा हो। यो अर्कै प्रोजेक्टमा खुल्यो भन्न खोजेको यो चाहिँ अहिलेको हाम्रो डिजाइनमा ओपन नभएर अर्को ठाउँमा खुल्यो। वास्तवमा आउनुपर्ने चाहिँ यिनीहरू नि थियो। एकचोटि म फेरि ट्राई गर्छु। हो, अहिले चाहिँ हेर्नु यहाँ आयो है। वास्तवमा आउनुपर्ने यसरी थियो। तर अलिकति काहीँ केही जिगज्याग हुँदाखेरि चाहिँ के भइदियो भने त्यो अहिलेको डिजाइन अर्को प्रोजेक्टमा खुलिदियो। त्यो अर्को प्रोजेक्टमा जसरी खुल्यो त्यो विषयमा पनि म तपाईँलाई अहिले एकछिनतिर भन्छु। अहिलेको लागि चाहिँ यही कुरा बुझौँ जे होस्, हामीले चाहिँ इमेजलाई लिएर आएर चाहिँ ठ्याक्क यो माथि राख्यौँ। जहाँ यो तीर थियो त्यसको माथि राख्यौँ। अब तपाईँले चाहिँ के गर्नुपर्यो भने जस्तै म पक्नु ल यता मोबाइलबाट पनि भिडियो गर्छु। म तपाईँलाई पछि फुटेजमा यही हालिदिन्छु। तपाईँले जस्तै आफ्नो माउसको चाहिँ यो राइट साइड भयो, यो लेफ्ट साइड भयो है। लेफ्ट साइडमा तपाईँले यसरी क्लिक गरिराख्ने अनि त्यसपछाडि यसलाई बिस्तारोसँग तान्ने। तबसम्म तान्ने जबसम्म चाहिँ दुईवटा निलो रुलर जस्तो आइकन देखिँदैन। जब यो निलो रुलर जस्तो आइकन देखिन्छ त्यसपछाडि ठ्याक्क त्यहाँ ल्याएर छोडिदिने। अब हेर्नुहोस् यहाँनिर के भयो? त्यो बुद्धको फोटोमा पनि तीर जस्तो आइकन लाग्यो है। अब तपाईँले यो रातो जुन माथिको फोटो थियो त्यसमा चाहिँ तपाईँले क्लिक गरेर हाइड गरिदिनु पर्यो। त्यसपछाडि यो इमेज आउँछ है। आयो। यसरी तपाईँले फोटो रिप्लेस गर्न सक्नुभयो। जहाँसम्म मलाई लाग्छ बुझ्नु भएन होला योदेखि। म एकचोटि फेरि अर्को एउटा डिजाइनमा गरिदिन्छु है। ए ठिक छ, त्यो अर्को डिजाइनमा गर्नुभन्दा अगाडि म अहिलेको पनि कुरा यहाँनिर सल्भ गरिदिइहाल्छु। जस्तै यो अर्को प्रोजेक्टमा खुल्यो। अब यसलाई हामीले के गर्न सक्छौँ भने जुन मैले अघि तपाईँलाई भिडियो देखाएँ नि, यता लेफ्ट क्लिक गरिराख्ने, त्यसबाट त्यसलाई ड्र्याग एन्ड ड्रप गरेर चाहिँ उता आफ्नोतिर ल्याएर हालिदिने। जुन अहिलेको प्रोजेक्ट थियो हो यसमा ल्याएर हालिदिने। त्यो एउटा तरिका भयो। अर्को भनेको कन्ट्रोल थिचिराख्ने किबोर्डको कन्ट्रोल अनि आफ्नो माउसलाई यहाँ राखेर क्लिक गरिदिने। अनि सबै सेलेक्ट हुन्छ। त्यसपछाडि कन्ट्रोल सी गरिदिने, उतातिर लगेर कन्ट्रोल भी गरिदिने।
यो भनेको पछि-पछि कुरा हो, त्यो बुझ्दा पनि हुन्छ, नबुझ्दा पनि हुन्छ। मेन तपाईँले के बुझ्नु भने नीलो रातो कलरको एउटा ग्रुप हुन्छ है। ग्रुपभित्र एउटा तीर जस्तो आइकन हुन्छ। तपाईँले आफ्नो फोटोलाई चाहिँ त्यो आइकन लगाएर राख्न सक्नुपर्यो। फेरि एकचोटि अर्को एउटा गरौँ। अर्को डिजाइन ल यो बर्थडेकोमा गरौँ है त। जस्तै यो प्रोजेक्टलाई मैले ओपेन गरेँ। अब यहाँ पनि कुरा त्यही हो। अघि मैले भने जस्तै जस्तै तपाईँले डिजाइनलाई ओपेन गर्नुभयो। त्यस पछाडि यता राइट साइडमा हेर्नुभयो भने यो लेयर प्यानल देखियो। लेयर प्यानल भनेको सबै थोक यहाँ देखाउँछ। लेयर प्यानलभित्र ग्रुप हुन्छ। सबैको आफ्नो ग्रुप हुन्छ। हामीलाई अहिले इमेज चेन्ज गर्नुपर्ने हो। त्यही भएर मैले यो रातो खाले ग्रुपको तीर जस्तो आइकनमा क्लिक गरेँ। अब मेरो एउटै मात्रै उद्देश्य के हो भने मलाई जुन यो तीर जस्तो आइकन छ, हो यस्तै आइकन पारेर चाहिँ मेरो फोटो राख्नुपर्यो त्यति हो। जस्तै पर्खनु जस्तै यो इमेज छ। अब मैले अघि म के भनेको थिएँ भने सुरुमा मैले यहाँनिर क्लिक गरेँ। जहाँनेरि त फोटो छ तपाईँ चाहे यहाँ फोटोमा क्लिक गरेर यो ग्रुपमा जानु, यो लेयरमा जानु वा डाइरेक्टली यो लेयरमा जानु खासै फरक परेन। तर तपाईँको माउस चाहिँ यो तीर जस्तो आइकन भएकोमा हुनुपर्यो। म एकचोटि फेरि तपाईँलाई सुरुदेखि भनिदिन्छु है। सबभन्दा सुरुमा प्रोजेक्ट खोल्यौँ। प्रोजेक्ट खोलिसके पछाडि लेयर प्यानलमा गयौँ। लेयर प्यानलमा गइसके पछाडि इमेज भन्ने ग्रुपमा गयौँ। त्यस पछाडि त्यहाँ चाहिँ तीर जस्तो आइकन लागेको लेयरमा चाहिँ मैले मेरो माउसले क्लिक गरेर छोडिदिएँ। अब मसँग फोटो हुन्छ, चाहे त कम्प्युटरमा हुन्छ, चाहे त अर्को प्रोजेक्टमा हुन्छ। मैले त्यसलाई ड्र्याग एन्ड ड्रप गरेर चाहिँ ठ्याक्क त्यहाँ ल्याएर छोडिदिन्छु। हो, यहाँनेरि आयो। अब यसलाई मैले अघि तपाईँलाई जुन मैले भिडियोमा देखाएको थिएँ, माउसको लेफ्ट साइडको भाग थिचिराखेर म यसलाई ड्र्याग गर्छु र तबसम्म ड्र्याग गर्छु जबसम्म यो 2 वटा नीलो कलरको लाइन देखिँदैन। जब यो 2 वटा नीलो कलरको लाइन देखिन्छ, त्यस पछाडि म त्यो फोटोलाई त्यहीँनेरि छोडिदिएँ। अब मैले माथिको फोटोलाई चाहिँ यो आई जस्तो आँखा जस्तो आइकनमा क्लिक गरेर हाइड गरिदिन्छु। अब बाँकी भनेको कन्ट्रोल की थिच्छु, त्यस पछाडि यसलाई म रिसाइज गर्छु। कुरा यति हो। यत्रो मजाले बुझाएको छु, बुझ्नु चाहिँ पर्ने हो। बुझ्नु भएन भने क्लासै लिनुपर्छ। एउटा फोटोसपको क्लास डिजाइन गर्नुपर्यो। त्यस पछाडि 15-20 दिन फोटोसप क्लासेस सिकाउनु पर्यो। त्यही हो, नभए उपाय छैन। अलिअलि चाहिँ हातको अभ्यासको कुरा पनि हो। प्र्याक्टिस गर्दै जानु एकैचोटि सिकिने होइन। प्र्याक्टिस गर्दै जाँदाखेरि सकिन्छ पनि।